फ्लेक्स त म बबाल हान्छु स्कुलमा। ओ यो वाट्स गाइस, वेलकम ब्याक टु द च्यानल। इट्स योर मिस्टर साइमन ब्लग हियर। अब के भन्नु केटा तिमीलाई हैन, एउटा हातमा छ अनि एउटा यहाँ अनबक्सिङ फेरि नेक्स्ट एनदर वान अनबक्सिङ फेरि अर्को वाचमा वाच अनबक्सिङ एउटा नेक्स्ट वाच अनबक्सिङ गर्छु। यो चाहिँ दादाले ल्याइदिनु भएको दुबईबाट, एउटा दुबईबाट आयो एउटा कतारबाट आयो। वाट्स अ बिग डिल, इट्स नट अ बिग डिल। ओके लेट्स अनबक्सिङ इट हैन। अब यसलाई अनबक्सिङ गरौँ। यो चाहिँ स्मार्ट वाच छैन होला जस्तो लाग्दैछ मलाई। लेट्स सी। मैले खोलेर हेरेको छुइनँ केटा, मैले खोलेर हेरेकै छुइनँ। लेट्स सी व्हाट इज दिस हैन। ओके के लेखेको छ यसमा? पियो डाग्रा टप ब्रान्ड लग्जरी। ओ माई गॉड, फ्लेक्स त म बबाल हान्छु स्कुलमा। ओ रामेको नाति, नाइस। ब्रान्डेड हो। ओ तेरेकी ब्याट्री लगाएको छैन कि हो। लेट्स सी। ओके म यसलाई खोल्छु अनि तिमीलाई देखाउँछु ल। यसरी पनि हुन्छ, देखिन्छ। यस के आएन बस्न। लेट्स ओ माई गॉड, कस्तो रह्यो। ओ व्हाट चलो चल गया केटा हो। लेट्स गो। आई थिंक राम्रो देखिन्छ होला। एट फर्स्ट यो खोलौँ हैन। यो खोलेर चेन्ज गर्नुपर्छ। निकाल्छ साला। लेट्स गो। अब यो लगाऊ। जुन राम्रो देखिन्छ हैन। एक सन्डे मंडे फेरि लागिदियो। लेट्स सी। ओके सन्डे मंडे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे फेरि। ओ यस लाग्यो। चल्न पनि थाल्यो केटा, चल्ने पनि भइदियो मैले। चलो यस यो पनि नाइस। ल अब यो फेरि गर्नुपर्छ केटा। घडीको त दिवान आयो केटा। हेयर इज एउटा, हेयर इज दुईटा अनि यहाँ तीनटा। ओ माई गॉड सक्दैन नि फेरि केटा। तिमीको दाइले चस्माको कलेक्सन, जुत्ताको कलेक्सन, वाचको कलेक्सन एभ्री। ल त्यही हो आजको। हेभ अ गुड डे म्यान। टेक केयर एन्ड बाइ बाइ केटा। बबाल छ त्यो तिनटै ठाउँ लाएर हेरौँ ल। लेट्स गो केटा। तीनवटा रियाक्सन हेरौँ ल बाहिर गएर। Hey moms, how is it? Cool? Of course cool. ठिक छ नि हैन। अब सही नि यतिकै जान्छु स्कुल अब। ल केटा त्यही त आजको भ्लग। हेभ अ गुड डे म्यान। टेक केयर एन्ड बाइ बाइ। ल